नमस्कार, स्वास्थ्यको साथी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। हामी स्वास्थ्यसँग सम्बन्धित सरल, उपयोगी र विश्वासिलो जानकारी लिएर आउने गर्छौँ। यदि तपाईलाई हाम्रो जानकारी उपयोगी लाग्छ भने कृपया भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न नबिर्सनुहोला। साथै स्वास्थ्य सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी हामी सँगै रहनुहोला। धेरै जसो मानिसहरूमा अनुहार तथा छालामा विभिन्न खालका समस्याहरूले पिरलिरहेको हुन्छ। अनुहारमा डन्डीफोर आउने, कालोपोतो आउने, उमेरभन्दा पहिला नै छालामा चाउरीपन आउने, अनुहार फुस्रो हुने जस्ता विभिन्न समस्याहरूले अनुहारको चमक हराइरहेको हुन्छ। यस्ता समस्याहरू लिएर हस्पिटलमा धाइरहँदा पनि सोचे जस्तो नतिजा देखिँदैन, किनकि हामीले महसुस नै नगरेका कुराहरूले हाम्रो अनुहार बिगारिरहेको हुन्छ। हाम्रो जीवनशैली, हाम्रो खानपान, वरिपरिको वातावरण, धेरै कस्मेटिकहरूको प्रयोग, धुलो प्रदूषण, शरीरमा पानीको कमी, तनाव तथा निद्राको कमी जस्ता थुप्रै कुराहरूले हाम्रो अनुहार तथा छालालाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। आज हामी निकै सरल तथा प्रभावकारी त्यस्ता उपायहरू बताउनेछौँ जसले तपाईँको अनुहारमा भएका सम्पूर्ण समस्याहरू हटाई अनुहारमा छुट्टै चमक ल्याउनेछ। भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। छाला चम्किलो र सुन्दर बनाउने पहिलो टिप्स रहेको छ एक्सफोलिएसन गर्ने। एक्सफोलिएसन भन्नाले छालामा रहेका मरेका कोषहरू हटाउने प्रक्रिया हो। यसले छालालाई सफा, चम्किलो र नरम बनाउँछ। हाम्रो शरीरमा नयाँ सेल बन्ने र पुराना सेलहरू नष्ट हुने प्रक्रिया चलिरहन्छ। नयाँ सेल बन्ने प्रक्रिया बच्चाहरूमा तीव्र हुन्छ, त्यसैले बच्चाहरूको छाला नरम र चमकदार हुन्छ। तर उमेर बढ्दै जाँदा नयाँ सेल बन्ने प्रक्रिया घट्दै जान्छ र पुराना सेल अर्थात् मरेका सेल छालाको सबैभन्दा माथिल्लो लेयर जसलाई इपिडर्मिस भनिन्छ, उक्त लेयरमा जम्मा भएर बस्दा अनुहारको चमक हराउँदै जान्छ र त्यस्ता मरेका सेल हटाउनको लागि सालिसाइलिक एसिड, ग्लाइकोलिक एसिड, ल्याक्टिक एसिड, मेन्डेलिक एसिड जस्ता तत्त्व भएका फेसवासहरूको प्रयोग गर्नु पर्दछ, जसले छालामा एक्सफोलिएसन गर्ने कार्य गर्दछ। दोस्रो नम्बरमा ओभर एक्सफोलिएसन नगर्ने। छालाको मरेका कोषहरू हटाउने उद्देश्यले जब हामी दिनौँ वा धेरै पटक कडा फेसवासको प्रयोग गरेर छालालाई बारम्बार गर्छौँ, जसले गर्दा छालाको प्राकृतिक सुरक्षा तह ड्यामेज भई छाला सुक्खा र रुखो देखिन्छ। यस्तो अवस्थालाई ओभर एक्सफोलिएसन भएको भनिन्छ। त्यसैले हप्तामा 2 देखि 3 पटक मात्र फेसवासले अनुहार धुनुहोस्। हाम्रो छाला ओभर एक्सफोलिएसन भएको अवस्थामा घरेलु उपायहरू जस्तै चिनी, मह, दही र चामलको मिश्रण गराएर लगाउनु फाइदाजनक हुन्छ। छाला चम्किलो र सुन्दर बनाउने तेस्रो टिप्स रहेको छ सोडियम कन्टेन्ट फुड अर्थात् नुन धेरै भएको खाना नखाने, किनकि बढी नुन भएको खाना खाँदा छालामा पानीको कमी हुन पुग्छ र छालाबाट विषाक्त तत्त्वहरू बाहिर जान गाह्रो हुन्छ, जसले गर्दा अनुहार फुल्छ, छाला सुक्खा, रुखो र दमिलो देखिन्छ, साथै डन्डीफोर र ब्ल्याकहेड्सको समस्या पनि बढ्न पुग्छ। चौथो नम्बरमा सक्रिय जीवनशैली अपनाउने, जस्तै एक्सर्साइज गर्ने, कार्डियो गर्ने, हिँड्ने जस्ता सक्रिय व्यायामले शरीरमा सर्कुलेसनलाई तीव्र बनाउँदा छालामा अक्सिजन र पोषक तत्त्व राम्ररी पुग्छ। फलस्वरूप अनुहार चम्किलो, ताजा र फ्रेस देखिन्छ। पसिनाको माध्यमबाट विषाक्त तत्त्व हटाउन, शरीरमा हर्मोन सन्तुलन राख्न, छालामा कोलाजेन उत्पादन वृद्धि गर्न, छाला टाइट, लचकदार जवान देखाउन, साथै छालामा भएको दमिलोपन र फुस्रोपन हटाउन सक्रिय जीवनशैलीको महत्त्वपूर्ण भूमिका रहन्छ। सक्रिय जीवनशैलीले छालाको भित्री संरचना सुधार्छ, चमक ल्याउँछ, छालाको उमेर कम देखाउँछ र अनुहार स्वाभाविक रूपमा स्वास्थ्य बनाउँछ। 5औं नम्बरमा नियमित सनस्क्रिनको प्रयोग गर्ने, जसले अनुहार र छालालाई घामको हानिकारक युभी रेबाट जोगाउँछ। घामबाट निस्केका यस्ता रेले छालामा दाग, कालोपन, बुढ्यौली र छालाको चमक घटाउँछ। घर बाहिर मात्र नभई झ्यालको नजिक बस्दा वा मोबाइल, ल्यापटप धेरै प्रयोग गर्दा पनि यसका विकिरणहरूले हाम्रो अनुहार तथा छालालाई असर गरिरहेको हुन्छ। त्यसैले घरभित्र पनि सनस्क्रिनको प्रयोग गर्नु आवश्यक हुन्छ। यसले छालामा सुरक्षा कवच जस्तै कार्य गर्छ र अनुहार उज्यालो, स्वास्थ्य र चम्किलो राख्न सहयोग गर्छ। छाला चम्किलो र उज्यालो बनाउने अन्तिम टिप्स रहेको छ राति सुत्नु अगाडि अनुहारलाई राम्ररी मोइस्चराइजर गरेर सुत्ने। रातिको समय छालाको लागि मर्मत र पुनर्निर्माण हुने समय हो। सुत्दाखेरि हाम्रो शरीर आराममा हुँदा छालाले दिनभर परेको धुलो, घाम, प्रदूषण र तनावबाट आफैलाई सुधार्ने कार्य गर्दछ। यतिखेर छालाका कोषहरू सक्रिय भएर नयाँ कोष बनाउने र पुराना कोष नष्ट गर्ने काममा लाग्छन्। त्यही बेलामा यदि हामीले मोइस्चराइजरको प्रयोग गर्छौँ भने यसले छालालाई आवश्यक ओसिलोपन प्रदान गर्दछ, जसले कोषहरूको कार्य सहज बनाउँछ।
मोइस्चराइजरले छालाको माथिल्लो तहमा एक प्रकारको सुरक्षा कवच बनाउँछ जसले पानीको कमी हुन दिँदैन र छाला सुक्खा हुनबाट पनि जोगाउँछ। साथै यसले छालामा पौष्टिक तत्त्व गहिराइसम्म पुर्याउँछ जसले इलास्टिसिटी बढाउँछ, चाउरीपन घटाउँछ र अनुहार बिहान ताजा, नरम र चम्किलो देखिन्छ। त्यसैले सुत्नु अगाडि राम्रो मोइस्चराइजर लगाउने बानीले छालामा चमक जोगाउन र उमेरभन्दा जवान देखिन निकै मद्दत गर्छ। माथि उल्लेखित टिप्सहरू नियमित प्रयोग गर्दा साँच्चीकै तपाईँको छालामा देखिएका विभिन्न समस्याहरू प्राकृतिक रूपमा नै हिल भएर जान्छ। त्यसैले यी टिप्सहरूको अवश्य प्रयोग गर्नुहोला। आजको स्वास्थ्य सामग्री तपाईँलाई कस्तो लाग्यो? केही जिज्ञासा भए कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई लाइक, सेयर र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामी सँगै रहनुहोला। नमस्कार।